बाबा र भक्तजनहरूको उपस्थिति पशुपतिनाथमा बाक्लिँदै गएको छ। भोलि महाशिवरात्रि, भगवान शिवको सबैभन्दा प्रिय दिन। देशभरिबाट मात्रै नभई छिमेकी राष्ट्रहरूबाट समेत साधु, सन्त र भक्तहरूको आगमनले पशुपति क्षेत्र अहिले शिवमय बनेको छ। बागमतीको किनार गुन्जिरहेको शङ्खध्वनि र जताततै देखिएको यी गेरुवा वस्त्रधारी बाबाको स्वरूपले साक्षात् कैलाशको झल्को दिइरहेका छन्। कोही ध्यानमा मग्न छन्, कोही भजन कीर्तनमा, त कोही शिवको महिमा सुनाउन व्यस्त छन्। पशुपतिनाथलाई विश्वको सम्पूर्ण हिन्दूहरूको साझा आस्थाको केन्द्र मानिन्छ। शिवरात्रिको अघिल्लो दिन यहाँ आउनु, साधुहरूसँग आशीर्वाद लिनु र यो ऊर्जालाई अनुभव गर्नु आफ्नै सौभाग्य हो। भोलिको विशेष पूजाको तयारीले पशुपति क्षेत्र अहिले दुलहीझैँ सिँगारिएको छ। साँझको आरती होस् वा रातभरि जाग्राम बसेर गरिने शिवको आराधना, पशुपतिमा यो समय एउटा छुट्टै दिव्य शक्ति महसुस हुन्छ। यहाँ गरिने सानो प्रार्थनाले पनि जीवनमा ठुलो सकारात्मक परिवर्तन ल्याउने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। त्यसैले भोलिको यो पावन दिनमा तपाईँ पनि पशुपतिनाथको दर्शन गरी पुण्य कमाउनुहोस्।